नमस्कार सबैजनालाई। आजकै भिडियोमा चाहिँ हामी क्लास 12 केमिस्ट्रीको अर्गानिक केमिस्ट्रीभित्र रहेको चाहिँ नेमिङ रियाक्सनहरू पढ्नेवाला छौँ। यो चाहिँ वान अफ द स्योर क्वेसन र मोस्ट इम्पोर्टेन्ट क्वेसनहरूभित्र पर्छ। त्यही भएर चाहिँ सुरु गरिहालौँ है त। सुरुमा चाहिँ मैले यहाँ लेखेको छु होइन, अल द नेमिङ रियाक्सन फ्रम अर्गानिक केमिस्ट्री विथ ट्रिक्स एन्ड नेमोनिक्स भनेको छु। अब मैले जाने जति नेमोनिक्सहरू पनि दिन्छु है त म। ल सुरुमा सुरु गरौँ केबाट भन्दाखेरि चाहिँ विलियमसन इथर साइन्थेसिसबाट है त। सुरुमा चाहिँ हेरौँ के हुन्छ भन्दाखेरि चाहिँ यो आरएक्स भनेको चाहिँ अल्काइल हेलाइड भयो होइन। अल्काइल हेलाइडलाई सोडियम अल्कोक्साइडसँग रिएक्सन गर्यो भने चाहिँ इथर बन्छ। यहीँ लेखेको छ विलियम इथर साइन्थेसिस भनेको छ, भनेपछि चाहिँ यो यहाँ इथर भएपछि चाहिँ इथर बन्न पर्यो भन्ने कुरा यसरी सम्झिन सक्नुहुन्छ होइन। यसरी हेरौँ, अब यसलाई चाहिँ सम्झिने तरिका पनि म भनिदिन्छु भनेको थिएँ होइन। अब विलियम सन भन्यो नि त यहाँ, भनेपछि विलियमको सन भनेपछि यो सन चाहिँ विलियमको एउटा सन थियो अरे भनेको चाहिँ अब बच्चा बच्ची हुन्छ नि त सन भनेपछि। त्यो बच्चा बच्ची चाहिँ के गर्थ्यो अरे, रोना भनेर सम्झिने क्या। त्यो बच्चा रुन्थ्यो अरे होइन। अब के हुन्छ भन्दाखेरि चाहिँ त्यो बच्चा रोयो होइन। अब बच्चा रोएपछि चाहिँ त्यो बाउले चाहिँ के भन्थ्यो अरे भन्दाखेरि चाहिँ तँ चाहिँ विलियमको छोरो होस्, तँ चाहिँ रोर गर्नुपर्छ, रोर भन्थ्यो नि। त्यो एउटा कुन मुभीमा थियो के, सन्जु मुही भन्छ नि, रोर कर तु शेरका बच्चा आयो रोर कर है के भन्थ्यो नि समथिङ हो। त्यसरी नै यो रुन्थ्यो अरे विलियमको सन होइन। त्यसपछि चाहिँ यो रोर गर भनेर यसरी सम्झिन सक्नुहुन्छ है त। एउटा एउटा ट्रिक भयो। यसको एउटा इक्जाम्पल पनि यहाँ दिएको छु होइन। यो चाहिँ तपाईँले पढ्नु होला। पढ्नु भएको छैन भने चाहिँ अब यहीँ मैसम्म चाहिँ गर्दै गर्दै जान सक्नुहुन्छ है त। मैले चाहिँ यहाँ सजिलो सजिलो इक्जाम्पलहरू राखिदिएको हुन्छु। त्यही भएर चाहिँ तपाईँले चाहिँ अरू डिफ्रेन्ट इक्जाम्पलहरू चाहिँ तपाईँले चाहिँ आफ्नै बुकबाट हेर्नु होला है। यहाँ चाहिँ सजिलो सजिलो इक्जाम्पलहरू सम्झिनको लागि सजिलो हुन्छ नि त। यो पढ्नको लागि तपाईँलाई सुरुमा चाहिँ कन्सेप्ट घुसाउन सजिलो हुन्छ। त्यही भएर चाहिँ मैले सजिलो सजिलो राखिदिएको छु है त। त्यसपछि अर्को हेरौँ हाम्रो होफम्यान एमोनोलाइसिस है त। यसलाई चाहिँ त्यो माथिको जस्तै छ हेर्नु होला। यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अल्काइल हेलाइड हुने भयो होइन। अल्काइल हेलाइडलाई हामीले चाहिँ अल्कोहोलिक एमोनियासँग रियाक्सन गराउँछौँ है त। अब यो कसरी सम्झिने भन्दाखेरि चाहिँ एमोनोलाइसिस छ भनेपछि यहाँ हामीले एमोनिया युज गर्छौँ भन्न सम्झिन पर्यो है। त्यसरी चाहिँ एउटा सम्झिने तरिका भयो। अनि त्यसलाई चाहिँ इन प्रेजेन्स अफ हिटमा हामीले रियाक्सन गऱ्यौँ भने चाहिँ 1 डिग्री अमाइन बन्छ अनि एचएक्स बन्छ। जस्तै यतापट्टि चाहिँ आर अनि सिएल थियो भने चाहिँ एचसिएल बन्छ है त। ल अर्को एउटा कन्सेप्ट पनि के याद राख्नु भन्दाखेरि चाहिँ यदि एमोनिया एक्सेस भयो भने हेर्नु, सुरुमा चाहिँ तपाईँको चाहिँ अघि माथि जस्तै 1 डिग्री अमाइन बन्यो। त्यसपछि त्यसै गरी फेरि अर्को फेरि अझै यो त एक्सेस छ। यो CH3Cl को चाहिँ हामीले एक्जाम्पल लिएको होइन, मिथाइल क्लोराइडको चाहिँ एक्जाम्पल लिएको। अब यसले यो त अझै एक्सेस छ, फेरि रिएक्सन गरेर हाम्रो यहाँ 2 डिग्री अमाइन बन्यो है त। त्यसै गरी यहाँ 3 डिग्री बन्यो होइन। त्यसै गरी यहाँ कम्प्लेक्स कम्पाउन्ड बन्छ है त लास्टमा गएर है। यो पनि कुरा पनि तपाईँले सम्झिन सक्नुहुन्छ। तपाईँले चाहिँ प्र्याक्टिस गरिसक्नु भयो होला है। यो कुराहरू चाहिँ मैले रिभिजन मात्रै गराइदिन्छु है। त्यसपछि अर्को हेरौँ हाम्रो उर्ज रियाक्सन। उर्ज रियाक्सन आउने बित्तिकै के सम्झिनु भन्दाखेरि चाहिँ यो मिथाइल क्लोराइड सम्झिनु है त। यो मिथाइल क्लोराइड सम्झिनु भने चाहिँ के फाइदा हुन्छ भन्दाखेरि तपाईँलाई हेर्नु, अब यहाँ 3टा रियाक्सन छ कि, उर्ज फिटिङ अनि उर्ज फिटिङ रियाक्सन छ। यसमा चाहिँ उर्ज रियाक्सनमा मिथाइल क्लोराइड सम्झिनु भयो भने अनि फिटिङमा क्लोरोबेन्जेन सम्झिनु होइन। त्यसै गरी अब उर्ज फिटिङमा के सम्झिने भन्दाखेरि चाहिँ उर्ज र फिटिङ दुइटै छ नि त, भनेपछि यो दुइटैलाई हालिदिने। मिथाइल क्लोराइडलाई र क्लोरोबेन्जेनलाई दुइटैलाई हालिदिने भन्छ उर्ज फिटिङ आउँछ। म एकचोटि एक्सप्लेन गरिदिइहाल्छु है त। उर्ज रियाक्सनमा के हुन्छ भन्दाखेरि चाहिँ मिथाइल क्लोराइड भयो। यो मिथाइल क्लोराइड चाहिँ हाम्रो दुइटा हुन्छ है, यहाँ 2 हुन्छ। यो सोडियम पनि दुइटा हुन्छ है, 2 लेख्ने यो। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ इन प्रेजेन्स अफ ड्राई इथर एन्ड हिट है त। इन प्रेजेन्स पनि लेख्न सक्नुपर्छ है। त्यसपछि चाहिँ के भन्छ भन्दाखेरि चाहिँ हेर्नु, यो चाहिँ हामीले 2 किन लेख्छौँ भन्दाखेरि चाहिँ यो भनेको चाहिँ हाम्रो हेर्नु यहाँ यसरी चाहिँ यो उर्ज रिएक्सन चाहिँ कति बेला काम लाग्छ भन्दाखेरि चाहिँ जस्तै हाम्रो यो बोन्डमा चाहिँ CH3 मात्रै छ नि त। यसलाई यो कार्बनको नम्बर डबल गर्न पर्यो भने चाहिँ हामीलाई उर्ज रिएक्सन काम लाग्छ है त। यो कुरा पनि सम्झिनु होला, कन्भर्जनमा काम लाग्छ है। उर्ज रिएक्सन कति बेला युज हुन्छ, कार्बनको नम्बर डबल गराइन्छ है उर्ज रिएक्सनबाट। यसलाई चाहिँ यसरी चाहिँ सोडियमसम्म ड्राई इथरको प्रेजेन्समा गर्नु भने चाहिँ इथेन भन्छ है त। अनि NaCl त बन्ने भइहाल्यो। यो Na आयो, यो NaCl बन्यो है त। यसरी बुझ्न सक्नुहुन्छ है। त्यसपछि अर्को फिटिङ रियाक्सन। अब फिटिङ रियाक्सनमा के सम्झिने भनेको थियो भन्दाखेरि चाहिँ क्लोरोबेन्जेन सम्झिने भनेको थियो होइन। अब सेम अगाडिको जस्तै उर्ज फिटिङ र फिटिङ रियाक्सन सम्झिनु एकदम सजिलो है त। हेर्नु, अब यसपछि क्लोरोबेन्जेन लिनुभयो, दुइटा लिनुभयो, सेम माथिको जस्तै हुन्छ। यो हाम्रो माथिपट्टि मिथाइल क्लोराइडको सट्टामा हामीले क्लोरोबेन्जेन लियौँ है त। फिटिङ रियाक्सन भयो, फिटिङ रियाक्सनमा चाहिँ क्लोरोबेन्जेन भयो, त्यसरी सम्झिनु भनेको थिएँ। त्यसपछि के भन्छ, प्रडक्ट चाहिँ के भन्छ, बाइफिनाइल भन्छ। त्यो माथिको जस्तै हो सेम है। यो चाहिँ सिएल हटेर यो दुइटा चाहिँ जोडिन्छ है त। फिटिङ भन्ने बित्तिकै के बुझ्नु भन्दाखेरि चाहिँ दुइटा फिट भयो क्या, यसरी दुइटा हाम्रो फिनाइल अथवा दुइटा बेन्जेन यसरी जोडिएर बाइफिनाइल बन्यो अथवा डाइफिनाइल भन्न सकियो है त। यो उर्ज रियाक्सन फिटिङ रियाक्सन दुइटैमा यसरी जोडिन्छ है त। यसरी ट्याक्क डबल हुन्छ कि। फिटिङमा चाहिँ हाम्रो यसरी दुइटा व्यञ्जन आयो होइन, हो यसरी बुझ्न सक्नुहुन्छ है। यसरी सम्झिने तरिका मैले भनिदिएँ है त। उर्ज फिटिङमा चाहिँ के हुन्छ भनेको थिएँ, उर्ज माथिपट्टि चाहिँ उर्जमा भएको र फिटिङमा भएको सबै कुरा आउँछ। अनि त्यही हाम्रो 2Na आउँछ है त। अनि यसरी हाम्रो टलिन बन्छ है त।
ल अनि त्यही हाम्रो ड्राई इथर र हिट त हुने नै भइहाल्यो है। यति कुरा बुझ्नुभयो होला है त। त्यसपछि अर्को भनेको चाहिँ राइमर टाइमन रियाक्सन, रेमर टाइमन रियाक्सन जे भने पनि है त्यो भयो। त्यसमा चाहिँ अब तपाईँले चाहिँ कसरी सम्झिनु भन्दाखेरि चाहिँ अब यसले त भुलिन्छ होइन, वहाँ गएपछि एक्जाममा लेख्ने बेला भुलिन्छ। त्यसको लागि के गर्नु भन्दाखेरि चाहिँ रेमर टाइमन भनेपछि टाइमम्यानबाटै सम्झिनु केही भनेर होइन, यो टाइमम्यान भनेर एकचोटि हेर्नु। टाइमम्यान भने नि त भनेपछि चाहिँ एउटा टाई लाएको मान्छे भनेर सम्झिम। भनेपछि चाहिँ के एउटा स्टोरी बनाइदिउँ भन्दाखेरि चाहिँ फिनोल भनेको चाहिँ के हो, एउटा झाडु, त्यो फिनोल भनेको त त्यो झाडु लगाउने अथवा चाहिँ टोइलेट सफा गर्ने त्यस्तो हुन्छ नि त। एउटा गरिब मान्छे थियो अरे अथवा त्यो झाडु लगाउने मान्छे थियो अरे, त्यसले चाहिँ एउटा टाई लाएर आएको मान्छे देख्यो अरे कि, चट्ट टाई बुट सुट लाएर आएको मान्छे देख्यो अरे। अनि त्यसलाई चाहिँ के गर्न मन लाग्यो, त्यसलाई लुट्न मन लाग्यो अरे होइन। भनेपछि चाहिँ त्यसपछि लुट्न मन लाग्यो होइन। अब त्यो लुट्न मन लागेपछि चाहिँ त्यसले के गर्यो भन्दाखेरि चाहिँ क्लोरोफर्म युज गर्यो क्या। क्लोरोफर्म भनेको त बेहोस गर्न युज हुन्छ नि त। हो त्यो बेहोस बेहोस गर्न युज हुने क्लोरोफर्म युज गरेछ। भनेपछि यति कुरा हामीले बुझिहाल्यो। टाइमनमा के हुन्छ, एउटा फिनल भनेको चाहिँ अथवा चाहिँ त्यो टोइलेट सफा गर्ने मान्छे हुन्छ, त्यसले चाहिँ टाइमम्यान आएको मान्छे देखेर क्लोरोफर्म सुँगाइदिन्छु भन्छ। अब क्लोरोफर्म सुँगाउन लग्यो होइन। भनेपछि चाहिँ अब के भयो भन्दाखेरि चाहिँ क्लोरोफर्म सुँगाएर ढाल्यो। त्यसपछि चाहिँ के भन्दाखेरि चाहिँ एनओएच र डाइल्युट हाइड्रोक्लोरिक एसिड चाहिँ पुलिसम्यान रहेछन् यिनीहरू चाहिँ। यो एनएओएच र डाइल्युट के अरे यो एचसिएल सम्झिन सक्नुहुन्छ होइन, डाइल्युट एचसिएल भनेर सम्झिन सक्नुहुन्छ। यो दुइटा चाहिँ पुलिसम्यान रहेछन् रे। त्यसपछि चाहिँ के गर्न पऱ्यो, यो फिनोल युज गर्ने मान्छे अथवा त्यो झाडु लगाउने मान्छे, त्यो टोइलेट सफा गर्ने मान्छे चाहिँ के गर्न पऱ्यो, लुक्न पऱ्यो नि त। भनेपछि चाहिँ स्यालिसल्डिहाइड भनेर यो हाइड मात्रै लिइदिएँ मैले अहिले है। त्यसरी चाहिँ सम्झिन सक्नुहुन्छ। अहिले के बकवास गरेँ भने जस्तो लाग्यो पनि यो एक्जाममा सम्झिने ट्रिक थियो, मैले यसरी नै सम्झेर मैले यसरी नै गरेको है। सम्झिन सक्नुहुन्छ। एक्जाम्पल अफ फर्माइलेसन रियाक्सन भनेको चाहिँ यो फर्माइलेसन भनेको चाहिँ सिया चाहिँ थपिएको छ नि त, त्यही भएर यो फर्माइलेसन रियाक्सन भनेको है त। यो रेमो टाइममा पनि सम्झिनु होला। त्यही टाइमम्यान सम्झेपछि चाहिँ यसलाई तपाईँले आफैले बुझ्न सक्नुहुन्छ है। र कार्बाइल अमाइन रियाक्सन भन्ने बित्तिकै त के सम्झिनु पऱ्यो, यो सी कार्बाइल भन्ने बित्तिकै चाहिँ हामीले के सम्झ्यौँ, क्लोरोफर्म सम्झ्यौँ होइन। अनि अमाइन भन्ने बित्तिकै सम्झिने बित्तिकै त के हो, अमाइन भनेको त अमाइनै भयो होइन, अमाइन सम्झ्यौँ होइन। ल हेर्नु, अब त्यो दुइटा भएपछि अल्कोहलिक केओएच पनि सम्झिन सक्नुहुन्छ है त। ल अथवा चाहिँ जसरी सम्झिने तरिका हुन्छ कि एउटा, अब जस्तै यो यो बी आयो भनेपछि अब यो बीलाई चाहिँ कार्बाइलमा बी आयो होइन त, भनेपछि यो बेस युज गर्नुपर्छ भनेर यसरी सम्झिन पनि सकिन्छ। अब त्यो आफ्नो आफ्नो तरिका भयो, धेरै कम्प्लिकेटेड मैले भनिनँ। त्यो एउटा सम्झिने भने त्यो बीको सट्टामा बेस भनेर पनि सम्झिन सकिन्छ है त। ल त्यसपछि चाहिँ यो अमाइन र क्लोरोफर्म अनि एल्कोहोलिक केओएच युज गरेपछि चाहिँ के बन्यो भन्दाखेरि चाहिँ यसरी चाहिँ आरएनसी, यो चाहिँ मैले जेनरल फर्मुला पनि लेखिदिएको छु होइन, तलपट्टि मैले एक्जाम्पल पनि दिएको छु है त। ल ल यसपछि हेरौँ, यहाँ चाहिँ अब हाम्रो 1 डिग्री अमाइन चाहिँ हाम्रो यसरी चाहिँ अल्काइल आइसोसाइनाइड, यसको 3टा नाम मैले यहाँ लेखिदिएको छु, पढिनँ मैले फास्ट रिभिजन मात्रै गराइदिएँ है त। यसको एउटा एक्जाम्पल पनि हेरिहालौँ। यसपछि चाहिँ एनिलिन छ होइन, अनि यसपछि क्लोरोफर्म र अल्कोहलिक केओएच छ, फिनाइल आइसोसाइनाइड बन्यो, केसिएल र H2O बन्यो। यो त बुझ्न सक्नुहुन्छ है त। ल सर्लक्क रिभिजन भइरहेछ होला है। त्यसपछि चाहिँ स्यान्डमियर रियाक्सन है त। अब यसमा फेरि मैले कसरी सम्झिन्थेँ भन्दाखेरि चाहिँ यो गटरम्यान र स्यान्डमियर एउटै छ होइन। अब यसलाई मैले कसरी सम्झिन्थेँ, त्यो अब आफ्नो तरिका होला। पहिले तपाईँले नेमोनिक्स बनाइराख्नु भएको छ भने त ठिक छ, म भनिदिन्छु है त। एउटा स्यान्डमियर भन्ने बित्तिकै मेयर हो नि त। मेयर भन्ने बित्तिकै एउटा मान्छे के सम्झिम भन्दाखेरि चाहिँ कसै न कसैको नाम त तपाईँले सुशील भन्ने सुनेको हुनुहुन्थ्यो होला होइन। अब यो मेरो ट्रिक है, सियुसिएल भन्ने हुन्छ नि त, यो सुशील जस्तो सुनिन्छ नि त सियुसिएल भनेको। हो मैले त त्यसरी सम्झिन्थेँ कि Cu2Cl2 होइन, सुशील भनेर सम्झिनु कि। सेन्ट मेयर भनेपछि चाहिँ हाम्रो जस्तै कुनै कल्ठाइको मेयर चाहिँ सुशील रहेछ अरे भन्ने सम्झिनु पऱ्यो। आफ्नो साथी हो कि को हो, सर हो कि के हो, त आफैले बुझ्नु पऱ्यो होइन। सुशील चाहिँ मेयर रहेछ अरे होइन। हो त्यसरी सम्झिन सक्छ कि, मैले कतिखेर सम्झिन्थेँ होइन, त्यो चाहिँ बुझ्नु भयो होइन। त्यसपछि चाहिँ यो N2Cl सम्झिनलाई चाहिँ बिडिसी भनेर सम्झिन सक्नुहुन्छ, अथवा चाहिँ यो सेन्ट मेयर र गटरम्यान सम्झिने बेलामा चाहिँ यो बेन्जेन डाइजोनियम क्लोराइड भनेर त इजिली त्यो त सम्झिनै पऱ्यो होइन, बिडिसी भनेर सम्झिन सक्नुहुन्छ होइन यसको सर्ट फर्म। अब यो बिडिसीलाई चाहिँ हामीले Cu2Cl2 मेयर भएपछि चाहिँ सुशील भनेर त्यसरी सम्झिन सकियो। अनि इन प्रेजेन्स अफ HCl हुन्छ दुइटैमा है, Cu र HCl मा दुइटैमा HCl, इन प्रेजेन्स अफ HCl हुन्छ। त्यसपछि प्रडक्ट के भन्छ, क्लोरोबेन्जेन भन्छ, अनि N2 चाहिँ बाहिर निस्किन्छ है त। यस्तो कुरा चाहिँ सम्झिन पऱ्यो है। यो सम्झिने तरिका मैले भनिदिएँ, कहिले कहिले एक्जाममा भुलिन्छ होइन, त्यही भएर चाहिँ मैले यस्तो नेमोनिक्सहरू भनिदिएको छु है त। त्यसपछि गटरम्यान भन्ने बित्तिकै, गटर भन्ने बित्तिकै के हो, गटर भन्ने बित्तिकै चाहिँ त्यो ढल अथवा त्यो फोहोर जाने ठाउँ हो नि त। भनेपछि के सम्झिने भन्दाखेरि चाहिँ सु गर्ने भनेको चाहिँ त्यो त्यही गटरमा गएर कसै मान्छेले सु गरिदियो अरे है त। आशिका तामाङलाई सम्झेर अब जसरी त्यो बुझ्ने तरिका हो, गटरमा अब सु गर्छु भनेर जसरी सम्झिन सकियो है त।
ल यो भयो। त्यसपछि त्यही बिडिसीमा हामीले चाहिँ माथिपट्टि CO2 CL2 थियो होइन, त्यो मेयर भएर सुशील भनेर भन्यौँ। यो गटर भनेपछि सु गरिदिन्छु अथवा जहरी पनि सम्झिन सक्नुहुन्छ है, यो आफ्नो तरिका होला, त्यो मैले मेरो तरिका भनिदिएँ है त। CU युज हुन्छ अनि इन प्रेजेन्स अफ HCl भयो होइन। त्यसपछि चाहिँ क्लोरोबेन्जेन बन्छ है त प्रडक्ट चाहिँ, यसरी सम्झिन सक्नुहुन्छ। दुइटैमा चाहिँ हाम्रो क्लोरोबेन्जेन नै बन्छ प्रडक्ट, तर यसमा चाहिँ हाम्रो CO2 CL2, यसमा चाहिँ CU युज हुन्छ इन प्रेजेन्स अफ HCl है त, यो बुझ्नु होला। त्यसपछि अर्कोमा जाम है त, फ्रिडल क्राफ्ट अल्काइलेसन भनेपछि चाहिँ यो अल्काइल भन्ने बित्तिकै यहाँ अल्काइल आयो होइन, यसरी अल्काइल ग्रुप आएको छ होइन। यसरी असाइल भन्ने बित्तिकै हाम्रो यहाँ तलपट्टि असाइल ग्रुप आउँछ है। यो त अलिकति बुझिहाल्नुहुन्छ यो त होइन, असाइल र अल्काइल भन्ने कुरा त बुझ्नुहुन्छ। अब दुइटैमा हाम्रो क्लोरोबेन्जेन युज हुन्छ। यो क्लोरोबेन्जेन त एकदम इम्पोर्टेन्ट छ है, क्लोरोबेन्जेन सम्झिनु पर्यो। यसको नि यो गटरम्यान स्यान्डमेयरको पनि हाम्रो यो क्लोरोबेन्जेन आउँछ भनेर सम्झिनु। त्यसपछि चाहिँ फ्रिडल क्राफ्टमा पनि हामीले क्लोरोबेन्जेन नै युज गर्छौँ है। अब CH3Cl भयो होइन, CH3Cl भएपछि अब एनहाइड्रस एल्युमिनियम क्लोराइड इन प्रेजेन्स अफ हिट है त, दुइटैमा त्यही हुन्छ है, एनहाइड्रस एल्युमिनियम क्लोराइड। यो फ्रिडल क्राफ्ट भनेर सम्झिने बित्तिकै यो अल्काइलेसन सम्झिने बित्तिकै दुईवटा कुरा सम्झिनु पऱ्यो कि, असाइलेसन अल्काइलेसन सम्झिने बित्तिकै अगाडिपट्टि ए छ भन्ने बित्तिकै चाहिँ के हो भनेर चाहिँ एनहाइड्रस, यो ए भनेको कुरा चाहिँ अब तिनवटा कुरा सम्झिनु पऱ्यो क्या, यो एबाटै यो फ्रिडल क्राफ्ट आउने बित्तिकै तिनवटा कुरा एबाट आउने कुरा सम्झिनु पऱ्यो। के भन्दाखेरि चाहिँ यो अल्काइल भन्ने बित्तिकै चाहिँ अल्काइल ग्रुप भइहाल्यो, अब असाइल भन्ने बित्तिकै असाइल ग्रुप भइहाल्यो। अनि अर्को के सम्झिनु पऱ्यो, एनहाइड्रस एल्युमिनियम क्लोराइड इन प्रेजेन्स अफ हिट है, यति कुरा सम्झिनु पऱ्यो। फ्रिडल क्राफ्टमा यति कुरा सम्झिनै पर्छ है त। त्यसपछि यो क्लोरोबेन्जेन चाहिँ अर्थो पारा डिरेक्टिङ ग्रुप हो, त्यही भएर दुइटै हामीले अर्थो र पाराको दुइटै प्रडक्ट देखायौँ है त, यो कुरा बुझ्नुहुन्छ। यो हाम्रो CH3 गरेर जोडिएको है, यो CH3 गरेर जोडिन्छ, अर्थो र पारा डिरेक्टिङ ग्रुप हो, त्यही भएर चाहिँ त्यहाँ गएर जोडिन्छ है त, यो कुरा बुझ्नुभयो होला है। तल पनि त्यही हो, सेम सेम अहिलेको जस्तै हो, माथिको जस्तै हो। यो कुरा मात्रै सम्झिने हो क्या तपाईँले, के सम्झिनु भन्दाखेरि चाहिँ यही हाम्रो असाइल ग्रुप आउँछ, CH3COCl भनेर चाहिँ एउटा इक्जाम्पल लिएको छु। तपाईँले जे पनि इक्जाम्पल लिन सक्नुहुन्छ, डिफ्रेन्ट डिफ्रेन्ट इक्जाम्पल हुनसक्छ है, मैले सजिलो बनाउनको लागि चाहिँ यो इक्जाम्पल लिइदिएको छु है त। त्यसपछि चाहिँ यो अर्थो र पारा हुन्छ, त्यो कुरा त बुझ्नुहुन्छ, अर्थो र पारा दुइटै देखाउनुपर्छ, यो कुरा बुझ्नु होला है। यो क्लोरोबेन्जेनको रियाक्सन गर्ने बेलामा चाहिँ यो अर्थो पारा देखाउनुपर्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है त। ल त्यसपछि अर्को हाम्रो भनेको अक्सो प्रोसेस है त। अब यो अक्सो प्रोसेसमा चाहिँ मैले कसरी सम्झिन्थेँ भन्दाखेरि चाहिँ यो अक्स भन्ने बित्तिकै के हो भनेको गोरु होइन, अक्सको कतिवटा सिङ हुन्छ, गोरु भन्ने बित्तिकै दुइटा सिङ हुन्छ नि त। यो दुइटा सिङ हुने बित्तिकै मैले कसरी सम्झिन्थेँ भन्दाखेरि चाहिँ यो इथिनमा यसरी दुइटा बोन हुन्छ नि त, हो यसरी सम्झिन्थेँ है मैले। गोरुको दुइटा सिङ हुन्छ अक्सको, त्यही भएर चाहिँ यहाँ इथिन भयो है त, त्यही भएर त्यसरी सम्झिन्थेँ मैले चाहिँ होइन। त्यसपछि चाहिँ हामीले CO+H2 अथवा यसरी चाहिँ HCHO भनेर यसरी माथिको झरी नै लेख्न सकिन्छ होइन, यो तलको झरी नै लेख्नु है, केही हुन्न है, CO+H2 भनेर लेख्न सक्नुहुन्छ। त्यसपछि चाहिँ यो के हो भन्दाखेरि चाहिँ डाइकोबाल्ट अक्टा कार्बोनाइल अथवा CO अनि यहाँ 2 लेखेर CO को होल 8 लेखेर यसरी लेखेको पनि देख्न सक्नुहुन्छ, यसलाई भन्छ डाइकोबाल्ट अक्टा कार्बोनाइल है त। यो कम्पाउन्ड पनि सम्झिनु पर्यो, अक्सो प्रोसेसमा यो कम्पाउन्ड सम्झिनै पर्यो। त्यसपछि चाहिँ हाई टेम्परेचर र एटमोस्फेरिक प्रेसर भयो, यसको चाहिँ एक्ज्याक्ट चाहिँ मैले लेखिदिएको छैन, यो हाई टेम्परेचर र एटमोस्फेरिक प्रेसर लेखेको छु मैले होइन, यहाँ ATM भनेर लेखेको छु, यो अलिकति चोर तरिका हो है। त्यसपछि चाहिँ यसले चाहिँ के बनायो भन्दाखेरि चाहिँ सुरुमा चाहिँ प्रोपेनल बनाउँछ, अनि त्यसपछि चाहिँ हाम्रो निकल र यो हाइड्रोजनको प्रेजेन्समा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ हामीले रिडक्सन गर्छौँ। यो रिडक्सन गरेपछि चाहिँ हाम्रो के भन्छ, प्रोपेनल भनेर एउटा अल्कोहल बन्छ है त, बुझ्नु होला है। अर्को भनेको हाम्रो हाइड्रोबोरेसन। अब यसमा हाइड्रोबोरेसन भन्ने बित्तिकै के सम्झिनु भन्दाखेरि चाहिँ यो हाइड्रो आयो नि त, यसमा चाहिँ मेन कुरा के सम्झिनु पर्छ भन्दाखेरि चाहिँ हाइड्रोबोरेसन र अक्सो प्रोसेसमा अब एउटै खालको हेर्नु, यहाँ माथिबाट नि इथिन युज भएको थियो, तलबाट नि इथिनै युज भयो, तर अब हाम्रो चाहिँ यहाँ के हुन्छ भन्दाखेरि चाहिँ अब हाइड्रो भन्ने बित्तिकै के सम्झिनु भन्दाखेरि चाहिँ यो हाइड्रोजन पेरोक्साइड सम्झिनु, हाइड्रोजन पेरोक्साइड इन बेसिक मिडियम भयो होइन। अनि बोरेसन भन्ने बित्तिकै बोरेन सम्झिनु पर्यो, बोरेसन भन्ने बित्तिकै के सम्झिनु पर्यो, बोरेन सम्झिनु पर्यो। यो बोरेनको फर्मुला यहाँ छ, अब B2H6 भनेर लेखे पनि हुन्छ, यसरी लेख्न पनि सक्नुहुन्छ है त। त्यसपछि त्यो इथिनसँग रियाक्सन गर्छ अनि हाम्रो इथेनल बनाउँछ, अनि अर्को हाम्रो बोरिक एसिड बनाउँछ है त। त्यसपछि यहाँ तलबाट चाहिँ मैले बिच्चाको प्रडक्ट पनि देखाएर गरिदिएको छु, यो चाहिँ इम्पोर्टेन्ट छैन है, खासै माथिपट्टिको सम्झिए हुन्छ है त। ल त्यसपछि हाम्रो स्टरिफिकेसन रियाक्सन भन्ने बित्तिकै के हुन्छ होला भन्ने बित्तिकै सम्झिनु पर्यो, स्टर बन्छ होला भन्ने कुरा बुझ्नु पर्यो। अब स्टर बनाउनलाई चाहिँ हामीले के युज गर्छौँ होला, एसिटिक एसिड र हाम्रो इथेनलको एउटा इक्जाम्पल राखिदिएको छु मैले, अनि चाहिँ हाम्रो यहाँ कङ्क H2SO4 युज हुन्छ होइन। अब स्टरिफिकेसन हुने बित्तिकै त हाम्रो स्टर बन्छ भन्ने कुरा थाहा भइहाल्यो। अब यो स्टरिफिकेसनलाई कसरी सम्झिने त भन्दाखेरि चाहिँ एउटा तरिका मात्रै भनिदिन्छु म। CH3 भनेको एउटा स्टरिफिकेसन भन्ने बित्तिकै एउटा स्टारको एउटा इक्जाम्पल लेखिदिएँ मैले सपोज होइन। अब स्टरिफिकेसन भनेको त स्टार भनेको त के त थाहा हुनु पर्यो, भनेपछि चाहिँ CH3COO भयो। अब यो देख्ने बित्तिकै CH3COO भन्ने बित्तिकै त के याद आउँछ हामीलाई, यो चाहिँ हाम्रो एसिटिक एसिड जस्तो देखिरहेको छ नि त, CH3COOH भएपछि त यो एसिटिक एसिड जस्तो हुन्छ। यतापट्टिको यो प्रडक्ट चाहिँ H2O हुन्छ भनेपछि चाहिँ के बन्ला भनेपछि चाहिँ एउटा हाइड्रोजन H यहाँ छुटिरहेको छ, अब यतापट्टि चाहिँ अर्को एउटा H यहाँ छुट्यो होइन।
अनि अर्को एच र ओएच छुट्यो नि त फेरि अर्को यो वाटर बनाउनको लागि त ओएच छुट्यो नि त त्यसपछि चाहिँ त्यसैलाई चाहिँ कसरी सम्झिने भन्दाखेरि चाहिँ ओएच भएपछि चाहिँ यो चाहिँ हाम्रो इथेनल जस्तो हुन्छ भनेर चाहिँ सम्झिनु पर्यो स्टरिफिकेसनमा चाहिँ हाम्रो स्टर र वाटर बन्छ अब भनेपछि चाहिँ त्यसरी चाहिँ झुलमेल यताउता गर्नुभयो भने चाहिँ तपाईँले चाहिँ के यतापट्टि चाहिँ के युज हुन्छ एसिटिक एसिड र इथेनल युज हुन्छ भन्ने कुरा बुझ्नुहुन्छ है त यसरी चाहिँ एउटा इक्जाम्पल मात्र लेखेको है स्टरिफिकेसनको त्यसपछि हाम्रो अर्को एउटा रिएक्सन भनेको चाहिँ आइडोफर्म टेस्ट यो चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट टेस्ट हो होइन इम्पोर्टेन्ट त सबै हो इम्पोर्टेन्ट तर यो पनि इम्पोर्टेन्ट छ भनेर भनिदिएको मात्रै है त सबै इम्पोर्टेन्ट छन् तर है सबै जुन पनि आउन सक्छ है त पहिला अर्को आएको थियो नि अहिले अर्को आउँछ त्यही भएर चाहिँ सबै इम्पोर्टेन्ट छ है यो पनि इम्पोर्टेन्ट छ है त चाहिँ ल हेर्नु अब एउटा इक्जाम्पल चाहिँ कस्तो खालको आइडोफर्म टेस्ट चाहिँ कस्तोलाई युज हुन्छ भन्दाखेरि चाहिँ हो यति भाग छ नि यतापट्टिको भाग चाहिँ यस्तै हुनु पर्यो होइन यतापट्टि चाहिँ हाम्रो अथवा आर अथवा एच ग्रुप आएर जोडिन पर्यो है त यस्तो खालको यस्तो खालको चाहिँ एउटा स्ट्रक्चर हुन पर्यो होइन अनि यतापट्टि चाहिँ हाम्रो आर अथवा एच ग्रुप आएर जोडिदिनु पर्यो होइन अब मैले यहाँ एउटा इक्जाम्पल चाहिँ मैले चाहिँ फेरि प्रोपाइन 12को लिएको छु अथवा यहाँ एच थपेर आर थपेर अरू आर भनेको त के बुझ्नुहुन्छ होइन ल हो त्यसरी चाहिँ त्यो थपेर चाहिँ त्यसको पनि रियाक्सन हामीले गर्न मिल्छ है त यस्तो खालको कम्पाउन्डको टेस्ट गर्ने हो कि हामीले अब हेरौँ के गर्ने हो भन्दाखेरि चाहिँ आइडोफर्म टेस्टमा चाहिँ हामीले एनएओएच र यो हाम्रो सोडियम हाइड्रोक्साइड र यो आयोडिन युज हुन्छ होइन यसलाई चाहिँ हामीले ब्यालेन्स पनि गरेर देखाएको छु मैले यहाँ होइन त्यसपछि चाहिँ हाम्रो चाहिँ तपाईँले प्रडक्ट चाहिँ के भन्छ आइडोफर्म टेस्ट भनेपछि हाम्रो तपाईँपट्टि CHI3 बन्छ होइन अनि चाहिँ हाम्रो CH3CONA बनेको छ सोडियम इथानोएट अनि चाहिँ हाम्रो NaI त्यसरी चाहिँ वाटर पनि बनेको छ है त यसरी नै यो आइडोफर्म टेस्टको चाहिँ एउटा रिएक्सन लेख भनेर आयो भने चाहिँ यही पढेर यही दिन सक्नुहुन्छ है त इक्जाम्पल अनि यसमा चाहिँ यो हानेको आइडोफर्म यो सोडियम इथानोएट लेख्नु होला त्यसपछि यो चाहिँ हाम्रो एल्लोपिपिटी हुन्छ है त त्यसपछि हाम्रो अर्को रिएक्सन भनेको चाहिँ डोज प्रोसेसमा चाहिँ हामीले के लिन्छौँ भन्दाखेरि चाहिँ क्लोरोबेन्जेन लिन्छौँ होइन अब हाम्रो एक्वस NaOH लिन्छौँ अनि चाहिँ हाम्रो यो हिट र एटमोस्फेरिक प्रेसरको प्रेजेन्समा चाहिँ हामीले के भन्छ यो बिच्चाको प्रडक्ट देखाउनु पर्दैन होइन यो ONA सोडियम फेनोक्साइड देखाउनु पर्दैन अनि यो डाइल्युट हाइड्रोक्लोरिक एसिडलाई पनि यहाँ एकैचोटि देखाएर चाहिँ हामीले डाइरेक्ट फिनोल भनेर देखाउन सक्छौँ है त यो डोज प्रोसेसमा चाहिँ हाम्रो के भन्छ फिनोल बन्छ है त ल त्यसपछि हाम्रो अर्को रिएक्सन भनेको चाहिँ कोल्बेज रिएक्सन अब कोल्बेज रिएक्सनलाई चाहिँ हाम्रो कार्बोजाइलेसन पनि भन्छ होइन अब कार्बोनाइलेसन पनि हुन्छ एउटा कार्बोनाइलेसनमा माथिपट्टि हामीले गरेको थियौँ नि है CO मात्रै एड गरेको थियौँ नि हामीले माथिपट्टि कता गयो भन्दाखेरि चाहिँ एउटा नि यो माथिपट्टि हामीले यो अक्जो प्रोसेसमा चाहिँ हामीले के एड गरेको थियौँ CO एड गरेको थियौँ नि यसलाई हामीले भन्छौँ कार्बोनाइलेसन यो त तलपट्टिको चाहिँ हाम्रो कार्बोजाइलेसन रिएक्सन है त यो चाहिँ हाम्रो कोल्बेजलाई कार्बोजाइलेसन रिएक्सन भन्छ यसमा चाहिँ यो कोल्बेज रिएक्सनमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ सोडियम फेनोक्साइड भयो होइन यतापट्टि थियो नि यहाँ बिचमा भनेको नि सोडियम फेनोक्साइड हो त्यही सोडियम फेनोक्साइडलाई चाहिँ हामीले केसँग रिएक्सन गर्छौँ भन्दाखेरि चाहिँ कार्बोजाइलेसन रिएक्सन हो कोल्बेज भनेको कार्बोजाइलेसन रिएक्सन हो भनेर सम्झिनु पऱ्यो कि पहिला अब कार्बोजाइलेसन रिएक्सनको इक्जाम्पल लेख नाइलेसनको इक्जाम्पल लेख भन्ने आइदिन सक्छ अब कोल्बेज त पढेको नि तर कार्बोजाइलेसन भन्ने कुरा थाहा भएन भने हामीले लेख्न सक्दैनौँ नि त हो त्यही भएर चाहिँ मैले भनिदिएको है यो कार्बोजाइलेसन रिएक्सनमा चाहिँ हामीले CO2 हाल्यौँ अब CO2 चाहिँ हामीले सोडियम फेनोक्साइडसँग रिएक्सन गर्छौँ अब 4 to 7 एटमोस्फेरिक प्रेसर र 400 के चाहिँ हाम्रो हिट भयो होइन त्यसपछि हाम्रो प्रोडक्ट चाहिँ के भन्छ भन्दाखेरि चाहिँ सोडियम स्यालिसाइलेट बन्छ है त अनि त्यसपछि हाम्रो चाहिँ यसलाई चाहिँ मैले चाहिँ ब्रेकडाउन गरेर लेखिदिएको छु होइन तर तपाईँ चाहिँ डाइरेक्ट एकैचोटि लेख्न सक्नुहुन्छ है यो पछि यो बन्यो यो पछि यो बन्यो भनेर चाहिँ तर बुझ्ने मान्छेले चाहिँ यसपछि चाहिँ यसरी रिएक्सन भएको भन्ने बुझ्ने मान्छेले बुझ्नुहुन्छ भनेर चाहिँ मैले बिचाको प्रोडक्ट पनि लेखिदिएको छु है त तपाईँले डाइरेक्टली यो सम्झिन सक्नुहुन्छ भने यो अनि यो एकैचोटि लेखेर चाहिँ तपाईँले डाइरेक्टली स्यालिसाइलिक एसिड बन्छ भनेर लेख्न सक्नुहुन्छ है त ल यो स्यालिसाइलिक एसिड बन्छ भनेको यो स्यालिसाइलिक एसिड चाहिँ एकदम इम्पोर्टेन्ट छ है त यो लेख्नुपर्छ है आफूले स्यालिसाइलिक एसिड भनेको कस्तो हुन्छ भनेर चाहिँ यो फर्मुला चाहिँ तपाईँले कन्ठ हुनु पऱ्यो है स्यालिसाइलिक एसिडको फर्मुला यो हुन्छ भनेर चाहिँ अनि कोल्बेज रिएक्सन कार्बोजाइलेसन रिएक्सनको इक्जाम्पल लेख भनेर आयो भने चाहिँ डाइरेक्टली यो लेख्न सक्नुहुन्छ है त त्यसपछि अर्को हाम्रो रिएक्सन भनेको ओजोनोलाइसिस अब ओजोनोलाइसिस भन्ने बित्तिकै त के हुनु पऱ्यो ओजोन हुनु पऱ्यो ओजनको फर्मुला के हो सम्झिनु पऱ्यो O3 हो होइन अब यसलाई चाहिँ हामीले इथिनसम्म रिएक्सन गऱ्यौँ भने चाहिँ कसरी रिएक्सन बन्छ है त कसरी बन्छ भन्ने कुरा चाहिँ सबैले बुझ्नु पऱ्यो हो यस्तो टेम्पल बनाउन सम्झिनु पऱ्यो कि ओ माथिपट्टि अनि तलपट्टि यस्तरी तिनवटा ट्रायङ्गलमा ओ अनि यो दुईटाको बिचमा चाहिँ हामीले CC थप्ने हो अब कार्बनले चाहिँ 4वटा बोन्ड बनाउँछ भनेपछि चाहिँ हामीले के गर्नु पऱ्यो अब H2 थप्नु भयो भने चाहिँ त्यसरी रिएक्सन हुन्छ अनि यसलाई चाहिँ बिचबाट यसरी चाहिँ यो बिचको हो ओलाई छोडेर चाहिँ यसरी काट्नुपर्छ है यो चाहिँ तपाईँले सम्झिनु भयो होला है गर्दा याद भयो होला है यो चाहिँ अब यसलाई चाहिँ अब दुईतिर काटियो नि त अब यसलाई यही लेखिदिने हो यहाँ तलपट्टि चाहिँ यो मिथानल भन्छ यो मिथानललाई लेखिदिने हो अब यो दुईवटा नि त यतापट्टि एउटा भनेपछि हामीले यहाँ 2 लेख्छौँ अनि चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ यो ओबाट चाहिँ हाम्रो वाटर बन्छ है त ल धेरै सम्झिन सक्नुहुन्छ है अब त्यसपछि हाम्रो अर्को रिएक्सन भनेको रोजेनमन रिएक्सन अब रोजेनमन रिएक्सन भन्ने बित्तिकै के सम्झिनु पऱ्यो दिमागमा के आउनु पऱ्यो प्यालेडियम विथ बेरियम सल्फेट
पोइजन्ड विथ क्युनोलाइन भनेर सम्झिनु पर्यो है त। यो यति कम्पाउन्ड चाहिँ भुल्न भन है, यति कुरा रोजेनमन भन्ने बित्तिकै यति सम्झिनु पर्यो, प्यालेडियम विथ बेरियम सल्फेट पोइजन विथ क्युनोलाइन भनेर सम्झिनु पर्यो है त। यसमा चाहिँ हाम्रो चाहिँ के हुन्छ रियाक्सन के गरिन्छ भन्दाखेरि चाहिँ इथेनोल क्लोराइडको मैले लिएको छु एक्जाम्पल, इथेनोल क्लोराइड प्लस H2 अनि यही प्यालेडियम मेटलवाला यो सम्झिनु पर्यो, अनि यसले चाहिँ हाम्रो एसिटल्डिहाइड बनाउँछ है त। ल अनि HCl पनि भन्छ है त। ल हो यति भयो है त। त्यसपछि अर्को हाम्रो भनेको टोलेन टेस्ट अथवा चाहिँ सिल्भर मिरर टेस्ट है, यो पनि इम्पोर्टेन्ट छ है त। यसलाई चाहिँ माथिपट्टिको रियाक्सन सम्झिनु भएको छ भने सम्झिन सक्नुहुन्छ, तर सजिलो चाहिँ तपाईँलाई चाहिँ तलपट्टिको हुन्छ भन्छु है म चाहिँ है। यो तलपट्टिको चाहिँ सजिलो रियाक्सन हो कि है। यसलाई चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ हामीले चाहिँ इथेनल लिने है त। टोलेन टेस्ट गर्नेमा इथेनल लियो, इथेनलमा चाहिँ अब हाम्रो चाहिँ Ag2O, माथिपट्टिको हेऱ्यो कम्प्लेक्स कम्पाउन्ड सम्झिन तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ Ag2O लेखेर चाहिँ फ्रम टोलेन्स रिएजेन्ट भनेर लेख्न सक्नुहुन्छ है त। त्यसपछि चाहिँ हाम्रो चाहिँ यो इथेनल र यो टोलेन्स रिएजेन्ट चाहिँ हाम्रो यो Ag2O हो नि त, यो टोलेन्स रिएजेन्टबाट आएको। यो दुईवटा रिएक्सन बन्न चाहिँ हाम्रो एसिटिक एसिड बन्छ, अनि चाहिँ हाम्रो यो सिल्भर हो मेन चाहिने त होइन। हो यो एजी भन्ने कुरा देखाउन पर्यो होइन, यो एजी देखाउनु पर्यो सिल्भर, यहाँ छ नि त सिल्भर मिरर टेस्ट भनेपछि चाहिँ के सम्झिनु पर्यो, टोलेन्स टेस्टलाई चाहिँ हामीले एउटा सिल्भर मिरर टेस्ट पनि भनिन्छ। सिल्भर भनेको एजी हो, एजी भन्ने बित्तिकै सम्झिनु पर्यो Ag2O हुन्छ। अब Ag2O चाहिँ कहाँबाट आउँछ, टोलेन्स रिएजेन्टबाट भन्ने यसरी फर्म लेख्नु पर्यो, फ्रम टोलेन्स रिएजेन्ट भनेर लेख्नु पर्यो। अब यसमा चाहिँ यो टोलेन्स टेस्टमा चाहिँ अर्को के सम्झिनु पर्यो भन्दाखेरि चाहिँ इथेनल हुन्छ है त, यो अल्डिहाइड हुन्छ भनेर सम्झिनु पर्यो, बुझ्नुभयो होला है। ल त्यसरी चाहिँ हाम्रो यहाँ एसिटिक एसिड बन्छ, यसपछिको प्रडक्ट चाहिँ एसिटिक एसिड बन्छ भनेर पनि सम्झिन पर्यो है त। ल हेर्नु अब 2,4 डिएनपी टेस्ट है त, यो पनि एकदम इम्पोर्टेन्ट छ, यसमा पनि झुकिन भन है त। ल यो डिएनपी भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ डाइनाइट्रोफिनाइल हाइड्राजिन भन्ने सम्झिनु पर्यो, डिएनपी भनेको डाइनाइट्रोफिनाइल हाइड्राजिन भन्ने सम्झिनु पर्यो। अब यसलाई चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ के हुन्छ यो, अब सुरुमा चाहिँ यो डाइनाइट्रोफिनाइल हाइड्राजिन टेस्ट भनेको चाहिँ सुरुमा यही लेख्न पर्यो, 2,4 डिएनपी टेस्ट भन्ने बित्तिकै चाहिँ यो लेखेँ है मैले यहाँ, यो 2,4 डाइनाइट्रोफिनाइल हाइड्राजिन भन्छ कि यसलाई, हो 24 डिएनपी चाहिँ सर्ट फर्ममा भन्ने हो है त। हो यो कम्पाउन्ड सम्झिनु पर्यो, 24 डिएनपी भन्ने बित्तिकै हो यो हो यति अहिले गोलो लगाएको थियो नि, हो त्यो सम्झिनु होला। त्यसपछि यसलाई चाहिँ हाम्रो रियाक्सन केसम्म गरिन्छ, एसिडल्डिहाइडसम्म गरिन्छ। अब त्यसपछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यहाँ हेर्नु, त्यसपछि चाहिँ एउटा पानी बन्छ, यो 24 डिएनपीमा सम्झिनु भनेको के। त्यसपछि यो पानी निस्किन्छ, यो पानी निस्किन्छ, अनि यो पानी निस्केपछि चाहिँ यो H2O यतापट्टिको यो N पछि यतापट्टि H2 हो नि त, यतापट्टिको O मिलेर चाहिँ पानी बन्छ। यसरी चाहिँ माइनस गरेर लेखिदिएको छु, अथवा यतापट्टि प्लस लेख्न पनि सक्नुहुन्छ है त। ल यसपछि पानी निस्कियो, अब यसपछि चाहिँ यो डबल बोन्ड चाहिँ यसले गर केसम्म बनाउँछ, नाइट्रोजनसम्म बनाउँछ होइन। त्यही चाहिँ नाइट्रोजनको 3टा बोन्ड कम्प्लिट भयो, अनि ट्याक्क यसलाई चाहिँ के लेखिदिन्छ भन्छ, के लेख्न मिल्छ भन्दाखेरि चाहिँ यो येल्लो रेड अथवा ओरेन्ज पिपिटी भनेर भन्छ, यसलाई यसरी स्ल्यास गरेर लेख्न सक्नुहुन्छ होइन। यसको नाम चाहिँ के हो भन्दाखेरि चाहिँ एसिडल्डिहाइड 2,4 डाइनाइट्रोफिनाइल हाइड्राजोन हुन्छ है त। यो एसिडल्डिहाइड चाहिँ अगाडिपट्टि आयो जोडियो होइन, एसिडल्डिहाइड जोडिएको भएर एसिडल्डिहाइड भयो होइन। अनि त्यसपछि चाहिँ यो 2,4 यो हाइड्राजिनको हाइड्राजोन भन्छ है त। अब त्यसपछि हाम्रो अर्को रियाक्सन भनेको चाहिँ फेलिङ सोल्युसन है त। अब यो फेलिङ सोल्युसन भनेको चाहिँ अब यसमा चाहिँ फेलिङ सोल्युसन रियाक्सन भनेर लेख्न चाहनुहुन्छ होइन। यो फेलिङ सोल्युसनमा चाहिँ हाम्रो चाहिँ फेलिङ सोल्युसन भनेको सम्झिनु पर्यो, यसमा चाहिँ फेलिङ सोल्युसन भनेको सम्झिनु भयो भने चाहिँ अरू त अब यो एसिडल्डिहाइड सम्झिने हो। यसपछि चाहिँ के बन्छ भन्ने कुरा चाहिँ यो दुइटा हेरेर चाहिँ निकाल्न सकिन्छ होइन। अब फेलिङ सोल्युसनमा चाहिँ हाम्रो चाहिँ फेलिङ सोल्युसन भनेको के हो, कपर हाइड्रोक्साइड हो भनेर बुझ्न पर्यो, CuOH2 भनेर सम्झिनु पर्यो, फिलिङ सोल्युसन सम्झिनु पर्यो। त्यसपछि चाहिँ हाम्रो एसिडल्डिहाइड, यो एसिडल्डिहाइड अब तपाईँले चाहिँ अब के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ यो एसिडल्डिहाइड इथिनहरू चाहिँ यो युज भइरहेको छ नि त धेरै होइन। यो एसिडल्डिहाइडहरू भएको रियाक्सनहरू के हो, इथिन भएको के हो, क्लोरोबेन्जेन भएको के हो, त्यसरी चाहिँ बुझ्न सक्नुहुन्छ है, त्यसरी सम्झिन सक्नुहुन्छ कि है। सम्झिने बेलामा चाहिँ यो एसिडल्डिहाइड भएको केमा हुन्छ भनेर यसरी सम्झिनु भयो भने चाहिँ पछि याद गर्न सजिलो हुन्छ एक्जाममा है त। एसिडल्डिहाइड हुन्छ, त्यसपछि चाहिँ हाम्रो रियाक्सनमा पछि चाहिँ हाम्रो के भन्छ भन्दाखेरि चाहिँ हो यो रेड पिपिटी सम्झिनु पर्यो है त। यो रेड पिपिटी र ब्ल्याक पिपिटीमा झुक्किन भन, Cu2O बन्छ कि CuO बन्छ भनेर झुक्किन भन। यो फेलिङ भनेको चाहिँ यसै सम्झिनु कि अब फेलिङ भनेको फिलिङ होइन, फिलिङ भनेको फिलिङ्स भनेपछि चाहिँ के भयो, यसरी चाहिँ अब रेड हार्ट के, फिलिङ भनेको रेड हार्ट भनेर सम्झिनु पऱ्यो भने चाहिँ अब फिलिङ भनेको रेड हार्ट भनेपछि चाहिँ Cu2O बन्छ एउटा प्रडक्ट है भन्ने कुरा त्यसरी सम्झिनु पऱ्यो कि, CuO झुक्केर लेख्न भन्न फेरि है। यसरी त रेड पिपिटी भन्छ, यसरी वाटर पनि निस्कियो है त, अनि एसिटिक एसिड त्यही भयो है। यसमा चाहिँ त्यो नेमोनिक्स भनेको त्यही भयो कि, रेड पिपिटी फिलिङ भन्ने बित्तिकै रेड हार्ट भयो, रेड हार्ट भनेको रेड पिपिटी भयो, Cu2O भनेर सम्झिन सक्नुहुन्छ। अनि फेलिङ सोल्युसन भन्ने कुरा त तपाईँलाई थाहा नै छ, Cu2OH2 भयो होइन, Cu2 अनि OH2 भयो होइन। यो चाहिँ हाम्रो कपर हाइड्रोक्साइड भयो, अनि यो एसिडल्डिहाइड र यो एसिटिक एसिड सम्झिने कुरा हो, यो सम्झिनु पर्यो है त। त्यसपछि हाम्रो हेरौँ क्लेमेन्सन रिडक्सन है त। अब क्लेमेन्सन रिडक्सनमा के हुन्छ भन्दाखेरि चाहिँ अल्डिहाइड र किटोन दुइटै हुन्छ है त, यो दुइटैको गर्न सकिन्छ है त।
त्यसपछि अल्डिहाइड र किटोनलाई हामीले रिडक्सन गर्ने भनेपछि चाहिँ हामीलाई हाइड्रोजन चाहियो होइन। अब यसमा चाहिँ हामीले चाहिँ यहाँ हाइड्रोजन लियौँ होइन। यसमा चाहिँ सम्झिनु पऱ्यो कन्सन्ट्रेटिक हाइड्रोक्लोरिक एसिड है त, कङ्क एचसिएल भनेर सम्झिनु पऱ्यो। कङ्क एचसिएल पछि चाहिँ हाम्रो प्रडक्ट के भन्छ, अल्केन भन्छ। यो चाहिँ हाम्रो केमा इम्पोर्टेन्ट हुन्छ भन्दाखेरि चाहिँ यो कन्भर्जनहरू गर्ने बेलामा याद राख्नु होला है त यो कुराहरू है। ल यो तलपट्टिको एउटा एक्जाम्पल पनि मैले लेखिदिएको छु है त, क्लेमेन्सन रिडक्सनमा। रिडक्सन भन्ने बित्तिकै त अब हाइड्रोजन थप्ने भन्ने कुरो त थाहा छ तपाईँलाई होइन। ल त्यसपछि हाम्रो हेरौँ उल्फ क्रिस्नर रिडक्सन। अब यसलाई चाहिँ कसरी सम्झिने भन्दाखेरि चाहिँ उल्फ क्रिस्नर भनेर, अब यहाँ कृष्णर लेखेर आएको छ नि त, भनेपछि के हो, केबाट कृष्णर भनेपछि यो चाहिँ किटोन जस्तो छ नि त। उल्फ क्रिस्नर रियाक्सन भनेपछि चाहिँ यो कृष्णरको किटोन जस्तो छ भनेपछि चाहिँ हामीले एउटा किटोन राख्यौँ प्रोप्यानोन है त, यसरी प्रोप्यानोन लियौँ होइन। यसरी किटोन भनेर अब सम्झिने तरिका भयो मात्रै भने, जसरी सम्झिनु छ सम्झिनु है तपाईँले आफैले। यो कृष्णरको केबाट प्रोप्यानोन भन्यो है त। त्यसरी चाहिँ अब हाम्रो अर्को के हुन्छ भन्दाखेरि चाहिँ हाइड्रोजन सम्झिनु पऱ्यो। यो उल्फ क्रिस्नर रिडक्सनमा चाहिँ हाम्रो हाइड्रोजन हुन्छ। हाइड्रोजनको फर्मुला चाहिँ यहाँ लेखिदिएको छु है त, हाइड्रोजन भयो। त्यसपछि चाहिँ रियाक्सन के हुन्छ भन्दाखेरि चाहिँ तपाईँले चाहिँ यो बिच्चाको प्रडक्ट नदेखाए पनि हुन्छ होइन। डाइरेक्टली चाहिँ हाम्रो प्रोपेन बन्छ भनेर देखाउन सक्नुहुन्छ है त। ल त्यसपछि चाहिँ डाइरेक्टली चाहिँ यो सबैलाई घक्रा घुकुरी एकै ठाउँमा लेखेर चाहिँ यसरी चाहिँ प्रोपेन बन्छ, अनि चाहिँ यसरी चाहिँ हाम्रो N2 ग्यास निस्किन्छ भनेर चाहिँ लेख्न सक्नुहुन्छ है त। डाइरेक्टली यो बिच्चाको यो हाम्रो एसिटोन हाइड्रोजन भनेर यसरी यो बिच्चाको नलेखे पनि केही फरक पर्दैन है त। ल अब त्यसपछि हाम्रो हेरौँ अडोल कन्डेन्सेसन। अब यो अडोल कन्डेन्सेसन चाहिँ सजिलो छ फेरि, यसलाई चाहिँ कसरी सम्झिन सक्नुहुन्छ भन्दाखेरि चाहिँ यो यो एआल आयो नि त भनेपछि चाहिँ के हो, यो अल्डिहाइड। एआल भनेको त अल्डिहाइड, अनि यो डोल भनेको चाहिँ डबल के, भनेको चाहिँ दुइटा यसरी इथेनल इथेनल प्लस इथेनल गरेर दुइटा इथेनल के, यस बुझ्नु होला यो त है। यो अल भन्ने बित्तिकै इथेनल भयो होइन। यो अल आएको भएर यहाँ इथेनल हुन्छ नि त, त्यही भएर चाहिँ अथवा चाहिँ अल्डिहाइड भनेर सम्झिनु होला। अल्डिहाइड चाहिँ डबल भनेको चाहिँ इथेनल प्लस इथेनल गरेर चाहिँ हामीले चाहिँ यसमा चाहिँ हामीले चाहिँ डाइल्युट एनिवेज हालिन्छ। अनि त्यसपछि रियाक्सन बनेर चाहिँ के भन्छ भन्दाखेरि चाहिँ यस्तो प्रडक्ट बन्छ है त। यसमा चाहिँ हामीले के बनेको छ भन्दाखेरि चाहिँ 3 हाइड्रोक्सी ब्युटानल बनेको छ है त। यो बुझ्नुभयो होला है त, यति बुझ्नुभयो। यो मैले ट्रिक भनिदिएँ है त, यो अल डल भन्ने कुरा बुझ्नुभयो है त। यसरी चाहिँ सजिलो भयो होला तपाईँलाई है। यस्तै सजिलो भइरहेको छ भने चाहिँ यो भिडियो चाहिँ सेयर गर्न सक्नुहुन्छ आफ्नो साथीहरूसम्म है त। किन भन्दाखेरि तपाईँ चाहिँ गुड मान्छे हो, साथीहरूले पनि पढुन् भन्ने तपाईँलाई लाग्छ है त। ल त्यसपछि हामी हेरौँ क्यानिजारोस रियाक्सन। यो क्यानिजारो रियाक्सन र म्याथमेटिकको अडोल कन्डेन्सेसन त एउटै जस्तै छ होइन। भनेपछि चाहिँ कसरी सम्झिनु होला भन्दाखेरि चाहिँ माथिपट्टि नै हामीले दुइटा युज गरेको थियौँ नि, तलपट्टि पनि सेम त्यस्तै हो कि। यसलाई हेरौँ, यसमा चाहिँ माथिपट्टि हामीले इथेनल युज गरेको थियौँ, एउटा मिथेनलको एउटा सानो सिम्पल एक्जाम्पल लेख भनेर, यो एक्जाम्पल मात्र लेख भनेर आयो भने चाहिँ यो सिम्पल यसरी चाहिँ एउटा सिम्पल देखाइन सक्नुहुन्छ कि है। माथिपट्टि चाहिँ हामीले चाहिँ अब के युज गरेको थियौँ भन्दाखेरि चाहिँ डाइल्युट एनिवेज युज गरेको थियौँ। अब क्यानिजारोसमा चाहिँ हामीले कङ्क युज गऱ्यौँ कि, यो क्यानिजारो आउने बित्तिकै हाम्रो यहाँ कङ्क भनेर सम्झिनु पऱ्यो है त है। यो माथिपट्टि चाहिँ यो अडोल भएको थियो, दुइटा भयो होइन, यसमा डाइल्युट युज गरेको थियो। अब क्यानिजारो आउने बित्तिकै चाहिँ कङ्क आयो कि, बुझ्नुभयो। यो सिआको भएर चाहिँ यहाँ कङ्क आयो है त। ल यसपछि चाहिँ हाम्रो रियाक्सन चाहिँ के हो, त्यो माथिको जस्तै हो होइन। अब दुइटा युज हुन्छ, अनि कङ्क युज हुने बित्तिकै चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सोडियम फर्मेट र हाम्रो मिथेनोल बन्छ है त। यो बुझ्नु होला है। अब यसलाई चाहिँ यो चाहिँ तपाईँले सम्झिन सक्नुहुन्छ है। यो चाहिँ रियाक्सन चाहिँ सम्झिनु पऱ्यो, कङ्क आएपछि चाहिँ यसरी चाहिँ यहाँनिर चाहिँ यहीँ गएर जोडिदिन्छ भनेर यसरी बुझ्नु पऱ्यो है त। अब कसरी बुझ्न सक्नुहुन्छ त्यो चाहिँ बुझ्नु होला है त। मैले चाहिँ सी आएपछि कङ्क हुन्छ भनेर मैले भनिदिएँ। यसको रियाक्सन पनि मैले यहाँ लेखिदिएको छु होइन। अब यहाँ अलिकति हाम्रो एउटा तलपट्टि चाहिँ एउटा अलिकति कम्प्लेक्स टाइपको पनि मैले लेखिदिएको छु, मैले यसलाई एक्सप्लेन गरिनँ है त। यो के एक्सप्लेन गर्ने कुरा केही छैन यहाँ खासै है। यो तलपट्टि चाहिँ त्यति मैले एउटा सम्झिनु ट्रिक मैले भनिदिएको थिएँ, तपाईँले रिभाइज होला भनेर मैले सबै देखाइदिएँ है त। त्यसपछि हामी हेरौँ पर्किन कन्डेन्सेसन। यो कन्डेन्सेसन भन्ने बित्तिकै चाहिँ के सम्झिनु भन्दाखेरि चाहिँ दुइटा मोलिकुल्सहरू यसरी जोडिने भनेर सम्झिनु होला है त। दुइटा मोलिकुल्सहरू जोडिने अनि एउटा अर्को एउटा सानो प्रडक्ट पनि निस्किने भनेर चाहिँ यसरी चाहिँ सम्झिन सक्नुहुन्छ है। यो कन्डेन्सेसनमा कन्डेन्सेसन भनेको त्यो भनेर सम्झिन सक्नुहुन्छ। यो पर्किन कन्डेन्सेसनमा के सम्झिनु भन्दाखेरि चाहिँ अब बेन्जल डिहाइड भयो अनि यसरी चाहिँ एसिटिक एनहाइड्राइड भयो, यो दुइटा चाहिँ रियाक्सन गर्छन् होइन। अब CH3CONA को प्रेजेन्समा CH3CONA पनि लेख्नुपर्छ है यहाँ रियाक्सनमा भन्दा यसरी चाहिँ माथिपट्टि लेख्न पऱ्यो होइन। त्यसपछि चाहिँ के बन्छ भन्दाखेरि चाहिँ हो सिनामिक एसिड है त। यो एकदम धेरै इम्पोर्टेन्ट है, यो सिनामिक एसिड बन्छ भन्ने कुरा चाहिँ एकदम बुझ्नु पऱ्यो है त। यो सिनामिक एसिडको यो फर्मुला पनि सम्झिन सक्नुहुन्छ है त। अनि अर्को बाई प्रडक्ट चाहिँ के भन्यो, एसिडिक एसिड भन्यो है। ल पर्किन कन्डेन्सेसन यो भयो। त्यसपछि हाम्रो बेन्जोइन कन्डेन्सेसन भनेको, यो कन्डेन्सेसन भनेको जोडिने भनेर मैले अघि नै भनिसकेँ है त। त्यसपछि हाम्रो चाहिँ अर्को के हुन्छ भन्दाखेरि चाहिँ यो बेन्जोइन कन्डेन्सेसनलाई कसरी सम्झिने भन्दाखेरि चाहिँ बेन्जोइन भनेको चाहिँ अब बेन्जल डिहाइड भनेर चाहिँ अब सम्झिनु पऱ्यो। बेन्जोइन हो नि त, नामै हो नि त बेन्जोइन भनेको चाहिँ दुईवटा बेन्जल डिहाइडलाई जोइन गरिदिने भने जस्तो कि बेन्जोइन पढ्दाखेरि के हुन्छ, बेन्जोइन हुन्छ नि त। यो बेन्जल डिहाइड दुईवटा बेन्जल डिहाइडलाई जोडिदिने
के को प्रेजेन्समा अल्कोहलिक केसिएन र हिटको प्रेजेन्समा अब दुइटा जोडिएपछि कस्तो भन्छ बेन्जोइन भन्छ बुझ्नुभयो नि होइन बेन्जल्डिहाइड दुइटा जोडेर बेन्जोइन भन्छ के बेन्जोइन जोइन भन्यो नि त हो त्यही भएर चाहिँ यसरी चाहिँ जोइन भन्न सम्झिन सक्नुहुन्छ अथवा कन्डेन्सेसन भनेको मैले दुइटा जोड्ने भनेर मैले अघि नै भनिसकेको थिएँ है त यसरी चाहिँ अनि अर्को प्रडक्ट बनेको प्रडक्ट चाहिँ हाम्रो बेन्जोइन भन्छ बेन्जोइनको चाहिँ यस्तो स्ट्रक्चर चाहिँ यस्तो हुन्छ भनेर हेर्न सक्नुहुन्छ है त अब त्यसपछि हामी हेरौँ एचबिजेड रियाक्सन अब एचबिजेड रियाक्सन भन्ने बित्तिकै त के सम्झिनु भन्दाखेरि चाहिँ एच आयो नि त भनेपछि अब हेलोजन सम्झिने अब हेलोजन भनेको चाहिँ के हो हाम्रो चाहिँ हामीले के युज गर्न सकिन्छ भन्दाखेरि चाहिँ एउटा क्लोरिन युज गरे नि हुन्छ अथवा ब्रोमिन युज गरे नि हुन्छ होइन यहाँ यो यसपछि एचबिजेडको एच भनेको चाहिँ यही क्लोरिन अथवा हेलोजन भनेर सम्झिन सक्नुहुन्छ अब एसिडिक एसिडमा चाहिँ हामीले सुरुमा रियाक्सन गर्ने बेला चाहिँ एचसिएल निस्किन्छ 30+ लेख्न सक्नुहुन्छ होइन यो चाहिँ सिएल2 चाहिँ यो सिएल2 र रेड फोस्फरस चाहिँ यो एक्सेस हुँदै गयो भने चाहिँ लास्टमा चाहिँ हाम्रो ट्राइक्लोरो एसिडिक एसिड बन्छ है त यति लेख्ने भयो तर यो एक्सेस हुँदै 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 गयो भने चाहिँ ट्राइक्लोरो एसिडिक एसिड हुन्छ भनेर लेख्न सक्नुहुन्छ है त अनि फेरि अर्को कुरा चाहिँ के सम्झिनु पर्यो भन्दाखेरि चाहिँ फेरि सिएल2 चाहिँ यतापट्टि अर्को यतापट्टि ओएचलाई रिप्लेस गर्दै सिएल2 हाल्दै अर्कै के गर्दै बस्नु होला यसमा चाहिँ हाम्रो यो अल्फा हाइड्रोजन चाहिँ निस्किन्छ है त हो यहाँको हाइड्रोजन चाहिँ निस्किन्छ है त यो हाइड्रोजन चाहिँ रिप्लेस हुँदै हुँदै जाने हो है त त्यसपछि हामी हेरौँ क्लेसन कन्डेन्सेसन अब क्लेसन कन्डेन्सेसन भनेको चाहिँ अब कसरी सम्झिने भन्दाखेरि चाहिँ क्लेसन भनेपछि चाहिँ क्लेस भन्ने बित्तिकै के सम्झिनु पऱ्यो क्लास सम्झिनु पऱ्यो अब क्लास भयो होइन अब क्लास चाहिँ के गर्ने अब यहाँ हेर्दाखेरि चाहिँ ई आयो नि त भनेपछि अब यसलाई स्टरको गर्ने भनेर सम्झिन सकिन्छ यो अलिकति अब यो तपाईँले यसरी झन् कन्फ्युज हुनुहुन्छ भने चाहिँ डाइरेक्टली जसरी सम्झिनु भयो सम्झिनु होला है त दुइटा यसरी चाहिँ हाम्रो एउटा स्टरको यसरी चाहिँ रियाक्सन भयो होइन यसरी चाहिँ हाम्रो यहाँबाट यसरी हाम्रो एउटा मिथेनल निस्किन्छ होइन हो यसरी चट्टले यहाँ हाम्रो मिथेनल निस्कियो होइन यसरी मिथेनल निस्केपछि अरू चाहिँ यसरी जोडिन्छ है त चट्टले जोडियो यसरी चाहिँ टक्क यसरी चाहिँ हाम्रो चाहिँ मिथेनल निकाल्न जानु पऱ्यो क्या यसरी क्लेसन कन्डेन्सेसनमा यसरी टक्क यसरी मिथेनल निकाल्न जानुभयो भने चाहिँ अर्को प्रडक्ट चाहिँ तपाईँले निकालिहाल्नुहुन्छ होइन इथाइल एसिटेट चाहिँ तपाईँले निकाल्न सक्नुहुन्छ होइन यसरी चाहिँ यो क्लेसन कन्डेन्सेसनको एउटा इक्जाम्पल लेख भन्यो भने चाहिँ दुईवटा क्लास हुन्छ दुईवटा स्टरको है त अनि त्यसरी चाहिँ आउँछ है त अनि यसरी चाहिँ मिडियम पनि लेख्नु पऱ्यो C2H5O यहाँनिर लेखेको छु अनि H+ भनेर चाहिँ लेख्न सक्नुहुन्छ है त अब त्यसपछि हामी हेरौँ होफम्यान रियाक्सन अब होफम्यान रियाक्सन अथवा होफम्यान ब्रोमाइड रियाक्सन अथवा होफम्यान हाइपोब्रोमाइड रियाक्सन जे भने पनि त्यही भयो है त त्यसपछि यसमा चाहिँ हामीले चाहिँ मैले नाम लेख्न भुलेँ चाहिँ यसमा होइन यो चाहिँ हाम्रो एउटा अमाइड भयो होइन अब यसमा चाहिँ हाम्रो के छ ब्रोमाइड छ नि त होफम्यान ब्रोमाइड छ होइन ब्रोमाइड छ अथवा चाहिँ हाइपोब्रोमाइड छ भनेपछि यसलाई चाहिँ के सम्झिनु पऱ्यो भन्दाखेरि चाहिँ ब्रोमिन युज हुन्छ भनेर सम्झिनु पऱ्यो अनि अर्को चाहिँ हाम्रो एक्वास NaOH भनेर सम्झिने अनि चाहिँ हाम्रो यहाँ हिटको प्रेजेन्समा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ यो अमाइड चाहिँ हाम्रो यसरी चाहिँ अमाइन भन्छ है त यसरी चाहिँ 1 डिग्री अमाइन बनेको छ यहाँ है त अनि यसपछि चाहिँ यहाँ अर्को प्रडक्टहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ है त यहाँ यसरी बनेको बाई प्रडक्टहरू पनि तपाईँले हेर्न पर्ने हुन्छ यो पनि हेर्न सक्नुहुन्छ है त मैले यसलाई एक्सप्लेन गरिनँ यो चाहिँ हाम्रो डिकार्बोनाइलेसन रियाक्सनको एउटा इक्जाम्पल हो है ल हाम्रो अब माथि चाहिँ कार्बोनाइलेसन रियाक्सन भनेको थिएँ हाम्रो चाहिँ कार्बोनाइलेसन भनेको चाहिँ हाम्रो CO हट्ने हो कि कार्बोनाइलेसन भनेको CO एड गर्ने अब डिकार्बोनाइलेसन भनेको चाहिँ CO हट्ने है त माथिपट्टि चाहिँ यो CO भनेको चाहिँ हो रे CO है फेरि यस्तो के अरे यसरी कोप्ने CO होइन कि CO है बुझ्नुभयो होला है यहाँबाट हाम्रो CO हट्यो नि त यो हाम्रो चाहिँ अमाइड थियो यहाँ अमाइन बन्यो है त हो यसरी चाहिँ सम्झिन सक्नुहुन्छ माथिपट्टि चाहिँ कार्बोनाइलेसन रियाक्सनको इक्जाम्पल भनेर चाहिँ मैले के गराएको थिएँ त्यो पनि सम्झिनु होला है त अब यसपछि चाहिँ हाम्रो चाहिँ अब सजिलो यसपछि चाहिँ दुइटा यसपछि चाहिँ यति हेर्नु है त अब कपलिङ रियाक्सन भनेको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कपलिङ गर्ने केही नै होइन कि अब कपलिङ भनेको चाहिँ जोडिने जस्तो भयो होइन यसमा चाहिँ दुइटा प्रडक्टहरू सम्झिनु पऱ्यो होइन के हुन्छ भन्दाखेरि चाहिँ फिनोल र BDC है त यसलाई चाहिँ माथिपट्टि BDCको हामीले के रियाक्सन गरेको थियौँ त्यो पनि सम्झिन सक्नुहुन्छ है फिनोल भयो फिनोल र BDC यसरी चाहिँ हाम्रो बेसिक मिडियममा रियाक्सन गर्दाखेरि चाहिँ हाइड्रोक्सी एजोबेन्जेन भन्छ है त यसको चाहिँ स्ट्रक्चर यस्तो हुन्छ यसरी चाहिँ लेख्न सक्नुहुन्छ है यसरी नाम पनि लेख्नुपर्छ है त ल जुन नाम लेखे पनि हुन्छ आइपिएक लेख्ने भयो अर्को लेख्ने भयो यसमा कपलिङमा चाहिँ के सम्झिनु पऱ्यो BDC र फिनोल चाहिँ कपलिङ गर्छन् भनेर सम्झिन सक्नु पऱ्यो है त त्यही हो है कपलिङ भनेपछि त्यही हो त्यसपछि अर्को भनेको चाहिँ डायोटाइजेसन रियाक्सन है त अब डायोटाइजेसन रियाक्सनमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एनिलिन हुन्छ एनिलिनलाई हामीले चाहिँ HNO3सम्म रियाक्सन गर्छौँ होइन के को प्रेजेन्समा भन्दाखेरि चाहिँ HCl र NaNO2 र अनि हाम्रो चाहिँ 0 देखि 5 डिग्री सेल्सियसमा है त 0 देखि 5 डिग्री सेल्सियसमा रियाक्सन गऱ्यो भने चाहिँ हाम्रो के भन्छ भन्दाखेरि चाहिँ यो होर्यो भन्छ है त यो हाम्रो BDC भन्छ है त यो BDC बनाउने तरिका पनि हो है त यहाँ माथिपट्टि हाम्रो यहाँ BDC छ नि त हो यो BDC बनाउने तरिका कहाँबाट बन्छ भन्दाखेरि चाहिँ डायोटाइजेसन रियाक्सनबाट चाहिँ हाम्रो BDC बन्छ है त हामीले BDCको कुरा माथि पनि गरे जस्तो लाग्यो है त
बेन्जेन डाइजोनियम क्लोराइड भन्छ होइन। यसमा हाम्रो बेन्जेन डाइजोनियम क्लोराइड बनेको छ अनि NaCl र H2O बनेको छ है त। कुनै कुनै रियाक्सनमा चाहिँ हामीले चाहिँ यो हामीलाई बेन्जेन डाइजोनियम क्लोराइड चाहियो भने चाहिँ त्यति बेला चाहिँ हामीले चाहिँ एनिलिनलाई HNO2 सम्म यो सबै कुरा सम्झिन सक्नुहुन्छ है त। HCl प्लस NaNO2 अनि चाहिँ 0 देखि 5 डिग्री सेल्सियसको टेम्परेचर भनेर सम्झिनु भयो भने चाहिँ हाम्रो डायोटाइजन रियाक्सन पनि भयो। यति नै थियो आजको लागि। तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुन्छ अनि मेन कुरा चाहिँ सबैलाई सेयर गर्न चाहिँ नभुल्नु होला है त। ल सी यु इन द नेक्स्ट भिडियो।